गुड मर्निङ गाइज। हामी चाहिँ शिकागो डाउनटाउनमै बस्यौँ हिजो राति। हाम्रो रुम चाहिँ यो भयो, सोफा बेड। अनि डाउनटाउनको भ्यू यस्तो छ। यो चाहिँ डाउनटाउनको भ्यू यताको। विलिस टावर देखिन्थ्यो, यो चाहिँ विलिस टावर हो। सो हामी त्यहाँ जान्छौँ। डाउनटाउन शिकागो। खाइसक्यो है, खाइसक्यो। हामीले ब्रेकफास्ट खाइसक्यो। ल, हामी चाहिँ शिकागोको डाउनटाउनमा अहिले हिँड्दैछौँ होटलबाट। अब विलिस टावरतिर चाहिँ जाँदैछौँ। त्यहाँ 9 बजे खुल्छ भनेर भन्छ, त्यही भएर डाउनटाउन एकछिन हिँडेर वक थ्रु गरेर हामी चाहिँ विलिस टावरमा जाँदैछौँ त। अब खाइसक्यौँ हामीले, अब चाहिँ वाक गर्नु। ल, यस्तो छ है त बिल्डिङहरू। ल, यस्तो डाउनटाउन। आज बिहान उठेर एकदम फ्रेस भएर त्यहाँबाट चिया नास्ता गर्नु है। त्यहाँबाट अब घुम्दै घुम्दै अब शीतलमा आनन्द लिँदै यो ठुल्ठुलो बिल्डिङहरू घुम्न जाँदैछौँ। एकदम रमाइलो रहेछ, एकदमै असाध्यै, एकदम रमाइलो भन्दा असाध्यै रमाइलो रहेछ। यस्तो ठुल्ठुलो बिल्डिङ छ कि आँखाले नभ्याउने बिल्डिङहरू छ। एकदम रमाइलो भयो। अब हामी घुम्दैछौँ हामी सबैजना रमाइलो गरेर। ल, भिडियो हेर्दै गर्नु होला। अब भिडियो हेर्दै गर्नु होला। हामी घुमेको भिडियो राखौँला। अब यो शिकागोको डाउनटाउन भन्ने ठाउँमा हामी बिहानको पख होटलबाट निस्केर तल बाहिर आएर यसो बाहिरतिर हेर्दै ठुलो घरको मुनि बस्दै आँखाले नभ्याउने यसो माथि हेर्दाखेरि पुरा टोपी लगाएको भए टोपी नै खस्थ्यो होला। त्यही भएर टोपी नलाइकन बाहिर बसेर यतिकै माथि हेऱ्यौँ हामीले। ठुलो घर रहेछ, एकदम आँखाले नै नभ्याउने। 80, 90, 100 त 120 तल्लोसम्मको पनि रहेछ यता घर। तर हामी यहाँ डाउनटाउन भन्ने ठाउँमा आएर बस्यो रातिको समयमा। अहिले बिहान चिया खाएर हामी निस्किँदै अब यहाँ घुम्छौँ हामी। हिजो बेलुका त्यतिको घुम्नु पाएन, अहिले चाहिँ घुमेर कहाँ पुगिन्छ, के हेरिन्छ तपाईँहरूलाई देखाउँछु होला। हामी पनि हेर्छु। अहिलेलाई यहाँको लागि यत्तिकै, अर्को ठाउँमा पुगेपछि फेरि अर्को गरौँला, देखाउँदा तपाईँहरूलाई। ल, हामी चाहिँ त्यही अघि नै भने जस्तै डाउनटाउन घुम्दैछौँ। अहिले चाहिँ विलिस टावर खोज्दैछौँ। जहाँसम्म लाग्छ विलिस टावर यही हो जस्तो लागिरहेछ, तर हामी गएर चाहिँ हेर्छौँ है त। पहिला यो हो जस्तो लागिरहेछ क्या मलाई चाहिँ, यो जुन छ नि टुप्पी, त्यो जस्तो लागिरहेछ। तर खोजेर हेर्छौँ है त हामी। अब हामी अहिले हिँड्दैछौँ। ल, हामी चाहिँ अहिले विलिस टावर जानको लागि चाहिँ टिकट खरिद गर्न चाहिँ जाँदैछौँ है, किन्नलाई। अब यो एस्केलेटरहरूबाट चाहिँ तल जाँदैछौँ है त। हामी चाहिँ विलिस टावरभित्र चाहिँ जाँदैछौँ अहिले लाइन बसेर होइन। लाइन त त्यस्तो बित्ति छैन, तर काइन्ड अफ लाइनै बसेरै गइरहेछौँ है त। यहाँ यस्तो छ भित्र। अलिअलि हेर्दै हिँड्दा रमाइलो छ यहाँ।
हामी चाहिँ स्टिल विलिस टावरकै के भन्छ वाकवे जस्तै रहेछ एउटा बनाइराखेको भ्यूहरू हेर्ने ठाउँमा बसिरहेको छौँ अहिले। यो चाहिँ यो माथिको टपमा चाहिँ जान मिल्दैन, तर उनीहरूले चाहिँ फोटो बनाएर यस्तो माथि चढेको जस्तो फिल बनाउनको लागि चाहिँ राखिरहेको रहेछ। अनि हामीले फोटो खिच्यौँ अहिलेलाई। अब यहाँबाट हामी माथि जान्छौँ है त, यताबाट के छ देखाउँदै गरौँला है त। ल ड्याडी कस्तो फिल भइरहेछ त? राम्रो भइरहेछ। भित्रभित्र अन्डरग्राउन्डमा गइरहेको छु। यहाँ अन्डरग्राउन्डमा गएर यसो हेर्दाखेरि यहाँको चाहिँ सबै पोस्टरहरू टाँसेको रहेछ। यहाँको यो एरियाको फोटोहरू खिचेर त्यो ठाउँमा हामी हिँडिरहेछु, हेरिरहेछु। अब हेर्दै जान्छु के हुन्छ। भर्खर हामी तल्लोमा पुग्यो, अब माथि जाँदैछु। 153 तल्लासम्म जान्छौँ हामी यहाँबाट अहिले। अब ट्रेनमा जान्छु यहाँबाट। पहिला यस्तो आउँदाखेरि चाहिँ यस्तो देखाएको थिएन, अहिले चाहिँ नयाँ नयाँ बनाएर रहेछ यहाँ। अब हामी चाहिँ यसरी हेर्दै हेर्दै गइरहेको छौँ है त। अलिकति कस्तो कन्फ्युजिङ ल, मिरर मेज जस्तो टाइपको छ। रमाइलो गऱ्यो। मैले पनि यसो हेरेर फोटो खिच्ने मौका पाएँ। अब हामी जाँदैछौँ यतातिर। गीत गाइदिनु, गीत गाइदिनु, गाइदिनु गाइदिनु। ल जाउँ यता। Yay, get together. Soaring 110 stories high, a new American icon is born. It remained the world's tallest building for almost 25 years. Today, experience spectacular views from all directions on the 103rd floor and feel the thrill of the ledge. Welcome to Skydeck. है त हामी यहाँ अहिले 100 तल्ला माथि पुगेछु। यहाँ बसेर हामी तल्ला माथिबाट तल यसो हेरिरहेको छु। 100 तल्ला माथि 153 फिटबाट माथिबाट हेर्दैछु तल। कति ठुलो ठुलो घर, समुद्र कति ठुलो, घर बाटोहरू धेरै देखिने, घरहरू पनि धेरै छ। यो ठाउँमा हामी सिकागो भन्ने ठाउँमा आएर हेरेको धेरै ठुलो ठाउँ रहेछ यो। तर यो घर 153 फिटको घर माथि बसेर हामीले हेर्दैछु। तलको ठुल्ठुलो घर 80-90 तलको घर पनि सानो सानो देख्दो रहेछ यहाँबाट हेर्दाखेरि। ल अब यहाँबाट हेऱ्यो, अब अर्को ठाउँबाट हेरौँला यसलाई पाए। हामी आज सिकागोको डाउनटाउन घुम्न आउँदैछौँ। सबैभन्दा ठुलो तल्ला भएको घरमा आइरहेछु। 153 तल्ला भएको घरमा बसेर सबै दृश्यहरू हेर्दैछौँ। त्यहाँ एकदम ठुलो समुद्र नि देखिने, ठुल्ठुलो घरहरू पनि देखिने, अनि बाटोहरू पनि खोला पनि सानो सानो देख्ने। यहाँ बसेर हेर्दाखेरि त समुद्र नि सानो देखिने, ठुल्ठुलो 70-80 तल्लाको घर पनि सानो सानो देखिने। एकदम रमाइलो ठाउँ रहेछ। खोला त्यति ठुलो खोला पनि सानो देखिरहेछ यहाँबाट त। एकदम रमाइलो भयो। हामीलाई आजको दिन एकदम रमाइलो गरी बिताउँदैछौँ। यति नै हो अहिलेको लागि। फेरि पछि भनौँला। बाई बाई। डेकतिर जाँदैछौँ है त बिस्तारै। त्यहाँ डेकमा अहिले त भिड पनि छैन क्या, त्यही भएर चाहिँ
अलिक बिहानै आउनु पर्दो रहेछ आयो भने चाहिँ एकदम रमाइलो रस नगरिकन आउने हो भने चाहिँ बिहान आउनु होला खाली छ नत्र त यहाँ बस्न पनि गाह्रो त्यस्तो हुने खालको हुन्छ अब हामी डेकमा जान्छौँ है त ल हामी चाहिँ डेकमा उभिरहेछ मैले ल हामी चाहिँ स्काई डेकमा पनि बस्यौँ एकछिन मम्मी चाहिँ एकछिन तर्सिनु भयो म पनि तर्स्यौँ पछाडि जाँदाखेरि चाहिँ तर बस्यौँ चाहिँ अहिले चाहिँ टाइमर राखेको रहेछ पहिला चाहिँ त्यस्तो थिएन टाइम धेरै लियो भनेर सायद होला अहिले म्यानेज गरेको छ अलिक धेरै नै सो इट्स गुड है त लेट्स गो त्यो सिसा भएको ठाउँमा बसेर फोटो खिच्न लाउनु भएको थियो अनि यसो ठ्याक्क बस्न लाग्यो मम्मी बिस्तारै बस्नु है फुर्सयो भनेर म ड्याङ्गै बसेको म त झऱ्यो भन्दा यस्तो तर्छ एकछिन त सिरिङ्ग जिउ मन भएको रमाइलो भयो यस्तो थ्याङ्क यू एकदम एकछिन त सिरिङ्गै भएको नि We hope you enjoyed Chicago from the city's highest point. Now, त्यो फुर्सयो भने नभने अब तर्सिन्थेन कि फुर्सयो भन्दाखेरि ठ्याक्कै बसिहाल्यो ढ्याङ्गै भएको along the way, take a peek at all the things happening in this tower